Hello, good morning everyone. Welcome back to my channel. This is Mr. Was and you guys are watching my video. So after a long time I'm making this video because so many things is happening around me on the yeah त्यहाँ भिडियो पनि बनाउनु पाएको थिएन किनकि के भइरहेको थियो भन्दाखेरि एकछिन भन्छु सो आज चाहिँ फ्राइडे अन्त हाम्रो चाहिँ छुट्टी अनि या आज चाहिँ ढिलो उठेको थियो लेट नाइट बसेर सो हामी चाहिँ खाना खान बाहिर जानु आँटेको अनि बिफोर द्याट हामीले चाहिँ मैले भनेन कि धेरै कुराहरू भइरहेको थियो लाइफमा अनि त्यही भएर घर नि सर्नु पऱ्यो किन सर्नु पऱ्यो भने मैले बताउँछु र अल्सो यु माई न्यू हाउस र यो चाहिँ हाम्रो नयाँ घर यो चाहिँ मेरो रुम हो अन्त हियर यहाँ चाहिँ हाम्रो किचन त्यहाँ बताइन्छ नि त्यो यो चाहिँ हाम्रो किचन हो हामीले नयाँ सिफ्ट भएको घर हो यो चाहिँ आज हाम्रो किचनमा केही पाकेको छैन किनकि हामी लेट बसेको थियो सो वी आर प्लानिङ टु गो आउटसाइड अन्त यो आज बाहिर खाने भनेर केही गरेको छैन अनि यो चाहिँ हाम्रो सरी हाम्रो यहाँनिर बाहिरको एरिया चाहिँ अल्सो यो गाइज आफ्टर लङ टाइम मैले चाहिँ भिडियो बनाएको किनकि बनाउनु पाएको थिएन हो के भएर मेरो नभनौँ होला यहाँको मान्छेको बारेमा के भन्नु र दिमाग खराब मात्रै हुन्छ यो चाहिँ हाम्रो सानो गार्डन यति हो हाम्रो घर अनि अब सोही गाइज मेरो हाम्रो घरमा को को छ भन्दाखेरि कोही छैन हामी यहाँनिर दुईवटा रुम मात्रै हो दुईजना मात्रै बस्छ आज चाहिँ हाम्रो घरमा फर्स्ट म चाहिँ यहाँनिर यो चाहिँ हाम्रो मैले उका खाना हो मेरो यहाँ हाम्रो फिल्ड यहाँ चाहिँ हामीले के रोपेर चाहिँ भोलि चाहिँ फलेपछि देखाउँछ अरे यो चाहिँ किम्बुको रुख अङ्गुर किम्बु पुरा पाकेछ भुइँभरि अनि यो चाहिँ हामीले मासु पलि खाएको अरे र अहिले चाहिँ घरभित्र चाहिँ को छ भन्दाखेरि मेरो घरमा त कोही छैन म त एक्लै बस्ने हो सो हियर बहिनी के गरेको त नि कपाल त नि स्ट्रेट बस्नु भोक लाग्यो हेलो सिरिया त हेलो भन्न मेरो ब्लगमा नभन्ने यो त नभन्ने होइन हेलो साइली के छ कोसँग फोन गरेको खै देखाउँ त मेरो भिडियोमा वेलकम छ मेरो ब्लगमा मारिसकेछ नमारे सरी अहिले चाहिँ हामी यहाँनिर छ घरमै छ अनि अब चाहिँ हामी बाहिर जानु लागेको सो खानालाई किनकि घरमा आज खाना बनाउनु भ्याएन सरी गाइज र एउटा कुरा चाहिँ भन्नु मन लागेको छ मलाई लाइक घर सर्नु पऱ्यो एउटा कुरा न त्यो रिस मतलब अर्जेन्टली होइन अनि मलाई मन नलागेको चाहिँ के भन्दाखेरि मेरो कार एक्सपायर भएको थियो होइन अनि रिन्यू गर्नको मैले ट्राई गरिरहेको थियो जुन घरमा पसेको थियो त्यो घरमा चाहिँ हामी पुलिसमा गएर त्यहाँ कोड बनाउने बेलामा चाहिँ के भन्नु भन्दाखेरि तिम्रो घर लिगल थिएन घर सर्नुपर्छ अरे त्यो पनि 7 दिनको डेट दिन्छु 7 दिनभित्रमा सर अरे त्यो अन्त अब विन 7 डेजमा घर सर्नु भनेको चाहिँ पोसिबल नै छ किनकि भन्ने बित्तिकै घरहरू पाउँदैन अनि फेरि मेरो लाइक आई डोन्ट ह्याभ त्यस्तो सर्ट अफ मेनी मोर फ्रेन्ड्स मेरो एकदमै लिमिटेड सर्कल्सहरू छ मैले चिनेको पनि धेरै मान्छे पनि आफ्नै काम पनि बस्नु त्यस्तो पर्थ्यो अनि घर सर्नु पऱ्यो सरी पनि मलाई भनौँ मलाई एक कुरा चाहिँ के भन्दाखेरि हामी नेपालमा के गर्छौँ भन्दाखेरि बाहिरको मान्छे आउँदाखेरि बाहिरको मान्छे पुरा हेल्प गर्छ नि त रेस्पेक्ट गर्छ के प्रब्लम भयो भने हामीले हेल्प गर्छ मान्छेहरू चाहिँ प्रब्लम क्रिएट गरिदिने जसलाई खाडा गर्नु गएको थियो उसले चाहिँ मेरो पासपोर्ट पनि फिर्ता दिएन अनि त्यहाँको कार्ड पनि फिर्ता दिएन त्यसले गर्दाखेरि चाहिँ
गाह्रो भइरहेको थियो लङ टाइम भएर छैन चाहिँ मलाई के हुन्छ भन्दाखेरि तिम्रो भएन भने ल तिम्रो अब नेपाल पठाइदेऊ न त किनकि नेपाल जानु भनेको अब यत्रो 7 पैसा कमाएको पैसा छ भन्दा पनि कमाइन्छ नि त्यस मलाई काममै बसेको थिएन अनि म चाहिँ भनेको ल ठिक छ जाने हुन्छ आम ह्याप्पी बिकज त्यत्रो वर्षपछि जानु पाउनु हुन्छ तर टिकट चाहिँ काटिदियो अनि म जान्छु नि त भनेको त्यो पनि पैसा मात्रै जानु छ क्या मान्छेले पैसा भनेपछि मरिहाल्छ त्यो पनि आई थिङ्क नेपालीहरूले गर्दाखेरि होला खालि इलिगली काम गर्ने अनि इलिगली मतलब त्यो लिगल तरिकाले कार्डहरू बनाएर बसेर गर्दा हुन्थ्यो नि मान्छेहरू पैसा तिरेर लैरहेका पैसा तिरेर गर्नुपर्छ त्यस्तो भइरहेको थियो अनि पछि चाहिँ मैले के गरेर बनाएँ कति $1200 पे गरेँ होला $1200 भनेको त बिग अमाउन्ट हो नि त नेपालमा त 1 लाख भन्दा धेरै ज्यादा हुन्छ 130 जति हुन्छ होला समथिङ आएर म कति चाहिँ एक्ज्याक्टली कति डलर रेट कति थाहा छैन त मलाई मन नलागेको चाहिँ एटलिस्ट भन्नु पऱ्यो नि त यस्तो यस्तो गर यो गरेर नै हुन्छ भनेर त्यो नि भन्दैन के नि गर्दैन अनि पछि डेली फाइन तिर्नु परिरहेको थियो मेरो एक्सपायर भएपछि फाइन तिर्नुपर्छ तिरे नि बनाए पनि अहिले त मसँग सबै कुरा छ पासपोर्ट सबै कुरा छ अनि 1 महिना जति त 1 महिना आई थिङ्क 1 मन्थ चाहिँ म कम्प्लिटली पुरै त्यो हुन्छ नि फ्रस्ट्रेटेड भएर काइन्ड अफ एङ्जाइटी नै हुन थाल्छ अहिले कि मलाई यो भएको छैन त्यो भएको छैन काममा जानुपर्ने के हो च्याउ लगाइरहेको फाइनल्ली म चाहिँ धेरै कुराहरू भइरहेको छ नि मेरो लाइफमा सो मेनी थिङ्स आर ह्यापनिङ अराउन्ड मी तर पनि नेभर गिभ अप म चाहिँ हत्तपत्त कुनै पनि कुराहरूलाई एउटा कुरा अनि म खास धेरै मान्छेसँग बात गर्थेन अनि एकजना साथी छ मेरो साथी भने नि भाइ भने पनि अब भाइ लाइक ब्रदर भन्दाखेरि पनि काइन्ड अफ साथी नै हो आकाश ऊ चाहिँ सिक्किमबाट अनि उसले चाहिँ मलाई भन्थ्यो कि डोन्ट वरी लाइक इट्स थोरै टाइमको लागि मात्रै हो सबै कुरा ठिक हुन्छ म त्यो उसले चाहिँ कस्तो राम्रो मोटिभेट गर्थ्यो मलाई मोटिभेट गर्थ्यो र फाइनल्ली यहाँको मान्छेहरूको पनि मलाई कुरा गर्नु मन लागेन भन्ने मन लागेन भन्ने पनि सो आज हिजो बिहिबार हामी खासै बिहिबार चाहिँ लेट नाइट बस्छ सबैजना फ्रेन्ड्सहरूसँग गेट टुगेदर हुन्छ अन्त टुडे इज फ्राइडे सो वी आर प्लानिङ टु गो आउटसाइड भन्दाखेरि पनि नेपाली रेस्टुरेन्टमा जाने प्लानिङ गरिराखेको छौँ अन्त आज चाहिँ बाहिर गएर खाने हो सो या धेरै कुराहरू चाहिँ भन्नलाई तर मलाई भन्नु मनै लागेन सो आज जस्तो भन रेडी हुन्छ अब रेडी भएर नि हामी चाहिँ बाहिर जाने यो चाहिँ मेरो रुम हो सानो लाइक स्विमिङ पुल जस्तै राम्रो छ त अब सो या किप वाचिङ अब हामी रेडी भएर चाहिँ बाहिर जान्छ किप वाचिङ थ्याङ्क यू अहिले चाहिँ हामी ल्याम्बु हजुर है मलाई देख्नु त्यसो होला हाम्रो खानेकुराहरू आइसकिसक्यो हामीले चाहिँ के एउटा हुँदा मसँग चाहिँ बहिनीहरू छ 2जना हेलो गाइज हाई हामीले चाहिँ
कस्तो छ मिठो छ तिमी खाउँदा कस्तो छ मेरो चाहिँ कुन हो This is mine, okay? Ani khanta la try. Oh, that's lah. That's lah. खाएर दिने हो सरी अन्त यहाँ चाहिँ फोटोको सुविधा पनि छ होइन यो नि मेरो छ र है आकाशको तारा गन्ध चाउमिन लाने प्लान गर्छ मोमो लाने होला नि ए गाइजहरु खाऊ न मेरो खाइसक्नु आइसक्यो न चौ यहाँनिर चाहिँ नानीको खै के पार्टीको छ के हो पनि हामीलाई चाहिँ इन्भिटेसन छैन अरे हामीले चाहिँ पे गरेर खाँदै गरेको तर मोमो चाहिँ अप्ठ्यारो सो गाइज किप वाचिङ अब हामी यहाँनिर खाजा खाएर चाहिँ we're planning to go to shopping so yeah keep watching so अहिले हामी finish our everything so अहिले चाहिँ यहाँनिर हामी जानुपर्छ so late खाना चाहिँ तिमीहरू थियो त्यो पछाडी देखाउँछ जाऊँ ल तिमीहरू कता जाने कहाँ जाने हो त गाइस अब हामी ल राखे गाइजहरु